12 वर्षसम्म कुकुरको पुच्छर ढुङ्ग्रोमा राखे पनि बाङ्गै भन्ने बहुचर्चित उखान अहिले आएर ठ्याक्कै नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीमा चरितार्थ भएको छ। जो चोर उसैको ठूलो स्वर झै गरी एमाले अध्यक्ष र महासचिव आज भक्तपुरको गुण्डुमा चर्किएका छन्। भदौ 23 र 24 गतेको जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको देश र संकटबाट मुक्तिका लागि सर्वत्र बहस भइरहेका बेला आन्दोलन दबाउने नाममा 23 गते एकाध घण्टामा 21 जना बच्चाहरूको ज्यान लिएका सरकारका प्रधानमन्त्री ओली 24 गते दिउँसो नेपाली सेनाका कारण ज्यान जोगाउन सफल भएका थिए। 24 घण्टा पनि नलागी 2/3 बहुमत नजिकको सरकार गर्ल्याम्म ढलेको सम्भवतः ओलीलाई सपना जस्तै लागेको थियो होला। व्यवस्था नै झण्डै धरापमा पारेका ओली एक हप्तासम्म सैनिक ब्यारेकबाट बाहिर निस्कन सकेनन्। अहिले भक्तपुरका एमाले नेता महेश बस्नेतको सहारीमा युवा दस्ता परिचालन गरेर भक्तपुरको गुण्डुमै सेल्टर लिएर बसेका ओली भक्तपुरमै अनुहार देखाउन थालेका छन्। तर अनुहारमा कुनै लज्जाबोध, हीनताबोध, आत्मग्लानी छैन। त्यसबेला डराएर सैनिक उद्धारमा परेका ओली आज त्यही आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई च्यालेन्ज गर्दै सुशीला कार्कीसँग डराउने मान्छे हो र म भनेर चर्किएका छन्। जेनजी आन्दोलनका कारण नेकपा एमाले यति बेला धराशायी बनेको अवस्था छ। तल्लो तहका नेता कार्यकर्ताहरूमा एक प्रकारको स्तब्धता अझै छ। तर पार्टीको मूल नेतृत्व र आन्दोलनको सबैभन्दा बढी अपजस खेपिरहेका ओली महेश बस्नेतकै स्तरमा झरेर तुच्छ टिप्पणीमा लागेका छन्। जेनजी आन्दोलनमा कलिला बालबालिकाहरूको हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको छ र पक्राउ पर्न सक्ने डरले एमाले नेतृत्व मैदानमै उत्रने तयारी पनि गरेको देखिन्छ। आज ओलीले आफ्ना कार्यकर्ताहरू समेतलाई उक्साउँदै पछि हट्ने होइन, डटेर मुकाबिला गर्ने सन्देश दिएका छन्। सुशीला कार्कीको सरकार असंवैधानिक भएको दावी गर्दै ओलीले यस्तो सरकारसँग ओली डराएर भाग्ने यो हुन नसक्ने भन्दै चेतावनीको भाषा बोले। अहिले राति मिटिङ, रातभरि 3 बजे रातिसम्म मिटिङ गरेर कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ, कसरी नेपाली कांग्रेसका रमेश लेखकलाई गिरफ्तार गर्न सकिन्छ, पासपोर्ट रोक्का गर्ने। अर्को तमासा के गर्नुभयो भने काठमाडौँ भ्याली यो डाँडो काटेर प्रत्यक्ष जान नपाइने। केपी ओली यो डाँडोसम्म जान पाउँछ, पल्लापट्टि हेर्न पाइने कि नपाइने त्यो पनि थाहा छैन। प्रत्येकपट्टि पाइलो टेक्न पानी ढल, काठमाडौँ उपत्यका छोड्न नपाउने भने त्यही त होला नि। पानी ढलको सिमाना, वाह, यो तमासा नभए, सडक तमासा नभए के हो यो? सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुडुचो के सोच्यो? त्यति मात्र होइन, ओलीले मुलुकको गृहमन्त्री ओम प्रकाश अर्याललाई बाबु भनेर होच्याउने तरिकाले सम्बोधन गर्दै धेरै उत्ताउलो नहुन चेतावनीको भाषा बोलेका छन्। अर्थात् मलाई पक्राउ गर्ने दुस्साहस नगर भनेर। तपाईहरुले कतिले नाम सुन्नुभएको थियो अहिले गृहमन्त्री? मैले त नाम पनि सुनेको थिएँ। गृहमन्त्री भएपछि थाहा पाएँ। गृहमन्त्रीको सम्बन्धमा मलाई धेरै केही भन्नु परेको छैन। गृहमन्त्री बाबुलाई धेरै नउताउलिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु। ओलीले वर्तमान सत्ता नेतृत्व र आन्दोलन पछिको राजनैतिक बाटोप्रति नै गम्भीर प्रश्न मात्रै उठाएनन्, यसको प्रतिवाद गर्ने घोषणा पनि गरेका छन्। उनले वर्तमान सरकारले बनाएको जाँचबुझ आयोग, संसद विघटन र आफ्नो पासपोर्ट रोक्का लगायतका विषय अस्वीकार गर्ने घोषणा गरेका छन्। साथै एमालेले आगामी शनिबार काठमाडौँमा मोटरसाइकल र्याली सहित शक्ति प्रदर्शन गर्ने जनाएको छ। सोही कार्यक्रममा पोलिट ब्युरो सदस्य महेश बस्नेतले युवा संघको आयोजनामा र्याली आयोजना गर्ने जानकारी गराएका हुन्। भक्तपुरको गुण्डुमा पार्टीले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा ओलीले जेनजी आन्दोलन बारे छानबिन गर्न बनेको आयोगलाई पूर्ण रूपमा स्वीकार गरेको घोषणा गरेका छन्। अहिलेको सरकार निर्वाचन गराउने उद्देश्यले नबनेको दावी गरेका ओलीले आफूहरू संसद पुनर्स्थापनाको माग अघि बढाउन फागुन 21 नकुर्ने जनाएका छन्। अर्थात् छठपछि सडकमा आन्दोलनको रूपमा अघि बढ्ने उनको संकेत छ। चुनावको एउटा नाटक मञ्चन गरेर नेताहरूलाई जेल हालेर, मुद्दा लगाएर, अपमान गरेर, बुथ कब्जा गरेर, कसैलाई चुनाव लड्न नदिएर आफू मात्रै चुनाव लडेर दिग्विजय घोषणा गर्ने सपना देखिरहेको होला। त्यो सपनाका टाउकामा नेकपा एमाले, लोकतान्त्रिक अरू पार्टीहरूले समेत मिलेर, लोकतान्त्रिक शक्तिहरूले, नेपाली जनताले, नेपालका जेनजी लगायतका युथहरूले त्यस्ता खालका सपनाहरू दिवा सपना हुन् जसको टाउकोमा चिसो पानी खन्याउनेछ।
प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने ओलीको सपना छ। सुशीला कार्कीले प्रधानमन्त्री हुन अडान लिएकाले प्रतिनिधि सभा विघटन भएको प्रसंग उल्लेख गरेका छन्। ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन अस्वीकार्य हुने पनि बताएका छन्, जबकि प्रतिवेदन नै तयार भइसकेको छैन। यो आयोग र त्यसले तयार पार्ने प्रतिवेदन नस्वीकार्ने ओलीको यो अडानले उनी थप कठोर हुने संकेत गर्दछ। ओलीको बोली र व्यवहार बीचको यो विरोधाभास अहिले सामाजिक सञ्जालदेखि राजनैतिक वृत्तमा चर्चाको मुख्य विषय बनेको छ। आन्दोलनबाट उत्पन्न भएको नयाँ सत्ता व्यवस्थाप्रति घृणा र असहिष्णुता प्रदर्शन गरेर ओलीले जनताको पीडा र न्यायको मार्गप्रति संवेदनहीनता देखाएका छन्। उनलाई अझै पनि पुरानो सत्ता शैली, आदेशमुखी सोच र सर्वसत्तावादी प्रवृत्तिबाट अलग हुन नसकेको टिप्पणी विश्लेषकहरूले गर्न थालेका छन्। जनआन्दोलनको बलमा बनेको नयाँ सरकारलाई अस्थिर पार्ने र पुनः पुरानो सत्ताको पुनरागमन गर्ने ओलीको प्रयास अब जनतामाथिको अर्को राजनैतिक अपराधको रूपमा व्याख्या हुन थालेको छ।